अब हिजो त पानी लागियो, अब आज मकै खन्न पर्ने भयो। अनि यो मकै पनि छर्न त त्यति धेरै छरेको, कसले लैछन् कि उखालेछन् कि टुकु 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 गर्न नमिल्ने जति छ यत्रो गरममा नि। अब तै पनि खन्न त परिहाल्यो, यसो गएर खन्न पर्यो। खन्नै पर्यो। के हो यो? के हो? ओ मेरा फक्कलक्क हुने जेमराज, यत्रो किरो रहेछ त नि। यत्रो किरो भित्र पसेर धन्नै टोकेन भने यस्तो किरो नमारम भयो, के मार्नु। अब चाहिँ जे होला होला खेताला खोज्न पर्यो बरु। म खन्दैन, मेरो मुडै बिगारो यो किराले। अब खेताला खोजेर चिरिप्प खेतालालाई अलिअलि पैसा दिएर बरु खनाउन पर्यो। जान्छु अब कहाँ जाने होला त भन्दा काई साहब नमस्कार। आराम हुनुहुन्छ काई साहब? नमस्ते नमस्ते, ठिकै छ। के कामले हो? काई साहब यसो सानो सहयोग माग्न आएको। यहाँ घरमा मकै खन्न छ, 4-5 जना खेताला अरू पनि छन्। तपाईँको झुसेलाई यसो पठाइदिनु पर्यो काई साहब। ल काई साहब त्यति सहयोग गर्नु पर्यो काई साहब। ल ल ल, अब झुसे त छैन, मलाई नि खेताला चाहिन्छन् 4-5 जना 3-4 दिनलाई। उहाँ सक्यो भने यता तिनै खेताला बोलाउनु पर्ला। झुसे त छैन, अप्सरा छ, अप्सराले लगेर जान्छ। हुन्छ हुन्छ पठाइदिनु है काई साहब। अप्सरे यहाँ बलतिर सुक्दार कहाँ मकै खन्न जा त। लागे पठाइदिनु है काई ल साहब। ल ल। सुक्दारेजी, सुक्दारेजी, हजुर ल मकै खन्न बोलाउनु भएको रहेछ। ल हिँड्नु मकै खन्न। हो नि बोलाएको नि आयो। दाइले जा मकै खन्न सुक्दारेको भन्नुभयो, आइहाले। ए ल हिँड त नि, हिँड खेततिर गएर खनौँ। अनि हजुरले खन्ने कोदाली कहाँ छ त फेरि? खेतमै छ कि मेरो कोदाली त। हिँड अप्सरा, सुन त अप्सरा। अप्सरा पिज्जा खान्छौ कि मोमो खान्छौ कि बर्गर खान्छौ कि चाउमिन खान्छौ कि त्यो त मसँग छैन। हिँड त्यहाँ मेडीमा गएर केराउ खाम के हिँड। केराउ खाँदै बस्दै गफ गर्दै कति मजा हुन्छ। खान्न म केराउ सेराउ, बरु हजुरको गफ सुनेर बस्छु। हिँड्नु। कुटेली कसो खाउली त नि के त्यसो भए। ल हिँड त नि। यही हो नि, आऊ ल्याउ त फरुवा यही राखम के ल्याउ। यत्रो 4वटा बुटा मकै पनि खन्न बोलाउने, यति त हजुरले नै खन्न सक्नु। म खनमला के भोलि आऊ यता यता आऊ। केराउ खाँदै गफ गर्दै, केराउ खाँदै गफ गर्दै कति आनन्द हुन्छ। भोलि यहाँ बस है। ए कति मिठा हुन्छन् नि केराउ। हेर त यहाँ केराउ। लौ लौ केराउ खाऊ। होइन खान्न, बरु कुरा गर्नु। मलाई यसले खाँसी लाग्छ कि म खान्न, हजुरले खानु। त्यस्तो नभन के अप्सरा, कति मिठो हुन्छ। मलाई खाँसी लाग्छ भनिहाले त। ठोकेर दिन्छु के। लौ खान्न खान्न, हजुरले खानु। मिठो मिठो कुरा गर्नु भन्नुहुन्छ, ल कुरा गर्नु। म सुनेर बस्छु। खासमा अप्सरा तिमी मलाई कति राम्रो लाग्छ नि, कति माया लाग्छ तिम्रो। म त हिजो सपानीमा नि तिमीलाई देखेको थिएँ नि अप्सरा। छोरा मान्छेको त माया गर्छु भन्ने एउटा बहाना मात्रै हो। कति देखेको छु मैले बिहा गरेर लैसके पछाडि नि। लखटी लखटी कुटेको कति देखेको छु। म त विश्वासै लाग्दैन। अब म चाहिँ घरतिर लाग्छु। मकै खन्छु, खन्ने हो भनेर बोलाउनु भयो, न मकै खनाउनु भयो। मिठो मिठो कुरा गरौँला भनेर न मिठो मिठो कुरा गर्नुभयो। यस्तो ढाँटोरे मान्छेसँग भयो। म त गएँ घरतिर। जान्छौ र? जान्छु। दाइले थाहा पाउनु भयो भने फेरि म कविता सुनाउँछु कि मैले। हो कविता सविता सुन्दैन, बरु पछि सुनाउँला। म त गएँ है। हो र? ल त नि, ल ल ल जाऊ त नि। होइन अप्सरा त कति राम्रो हुने। अब कुनै ट्रिक लगाएर यिनलाई माउन जान पर्यो। अब त्यसै त मैले छोड्नेवाला छैन। यिनले पनि मलाई चाहे जस्तो लाग्यो के। आज आएर चाहिँ यिनले पनि मन पारे हिन्। त्यो घिन्ताङ काजीले त्यसले दिन्न कसरी जाने होला त।
आइडिया ओ लाउरे हजुर हजुर लाउरे हजुर यहाँ हेर केटा अब तेरो बाबा त बिहा गरेर त हुर्काइसके अब मेरो बिहा पनि भएको छैन अब यसो काजीकोमा गएर तेरो लागि भनेर अप्सरामा आउने बिहा गर्ने बेला म जान्छु भएन जान्न भन्छस् तेरो लागि मैले त्यति दुःख गरेर हुर्काएँ तेरो बाबुले जन्ममात्री दिएर सबै मैले हुर्काएर तँलाई लाउरे बनाउनेसम्म गरेँ तैँले मेरो लागि यति गर्न सक्दैनस् हिँड। काका जान्छ जानी त्यहाँ गएर केटी हेर्दाखेरि मलाई मन पार्दा फेरि बिहा गरेर तिहार्ने हो ए, त्यस्तो तँलाई बिहे मन पारेर कहाँ हुन्छ त अलिक बुढी बुढी छ त भर्खरको छस् म अलिक उमेर भएको तँ पनि उमेर भयो कि तँ गएर केही नगर चुप्प लाएर बस मैले जे भन्छु हजुर हजुर हो मैले जे भन्छु हजुर हजुर हो त्यति अरू केही नभने यता घर यही हो अब आइहालो होइन त त्यहाँ गएर केही काम नबिगार्ने फेरि टाक्क पार्न पर्छ जे भने हजुर हजुर हो त्यो घिमतान काजी त यस्तो डेन्जर छ नि मान्छे हेरेपछि यो मान्छे कस्तो छ भनेर पत्ता लगाउँछ त्यही भएर एकदम ख्याल गर है ल। ओहो नमस्कार है काजी साहब नमस्कार आरामै हुनुहुन्छ अङ्कल खालि सुन्दैछन् कि यति बेला पनि बोल्दैन त ए, यो त निधार मारी भुरी कि क्या हो सुन के गरौँ भने तर्केर चिउरेर नमस्कार गरौँ त्यसपछि सुन्छन् कि नभए कोट ताम्ला फेरि है होइन हल्लाउने होइन नमस्कार गरेर एकैचोटि गरौँ दुईजनाले नमस्कार काजी साहब। को हो यहाँ चाहिँ बसाउने मलाई सुक्दारे पो आइज आइज यतै बस आइज आइज बसम 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 होइन सुक्दारे के कामले आउनु हो म त ऊ बाबुलाई त नयाँ नयाँ देख्छु हाम्रो यो लाउरे बाबु हो लाउरे भन्नाले पल्टनबाट छुट्टी आएको बाबु यसो केही कुरा गरौँ कि भनेर आएको अनि धेरै दिनमा आइस फेरि नयाँ बाबुलाई नि ल्याएर आछस् त्यसै आउने मान्छे त होइनस् के कति कामले आइस अब काजी साहब अब तपाईँलाई यसो सानो बिन्ती गरौँ भनेर आएको अब तपाईँको घर पनि फुल फुलेकै छ अब कुरो किन लुकाउन पर्यो र अब बाबु खाइलाग्दो छ अब पल्टनको मान्छे अहिले छुट्टीमा आएको त्यसले यसो बिहा गर्ने भन्दैछ त्यही भएर तपाईँको बहिनीलाई यसो कुरा गरौँ कि भनेर आएको काजी साहब के भन्नुहुन्छ हुन्छ भने अब कुरा अगाडि बढौँ होइन भने हामी जान्छ अब कुरा त चित्त बुझ्दै गर्नुभयो मलाई नि अब पागलुङदेखि दाइले कतिलो केटा आउँछ भने भाइ खोजेर पठाइदिए भनेरै यहाँ पठाउनु भएको मलाई नि राम्रै ठाउँमा पठाउन मन लागेको छ अब लाउरे भन्दैमा झ्याप्पा दिइहाल्न पनि मिलेन अब केटाको फुलहरन के छ जग्गा जमिन घर के छ परिवारमा कति छन् त्यसै चाहिँ लाउरे आयो भनेर सट्ट दिन त मिलेन बाबु लाउरे मात्रै भएर पनि भएन अब घर जग्गा जमिन के कति छ अब जे भयो नि काजी छोरी परी ओहो काई साहब त्यसको चिन्तै नगर्नु सम्पूर्ण मैले जिम्मेवार लिन्छु तपाईँ टेन्सन नगर्नु ए बुटलमा घर छ केटाको जग्गा पनि प्रशस्त छ अब दुईटा छोरा हुन् अब एउटा छोरो उता डेनमार्कतिरै कता छ त्यो कान्छो हो यसलाई च्याप्प बिहा गरेर यसलाई केटीलाई इन्डिया लगेर जाने हो इन्डियन लाउरे हो तपाईँ टेन्सनै गर्न पर्दैन हो कि नै बाबु यो बाबु चाहिँ एकदम इमान्दार छ फुरु पैसा पठाउने खाले हो जान रक्सी केही खान्न तपाईँ चिन्तै नगर्नु हामी मात्रै बोलेर नि भएन केटाकेटी हेर गर्छ चित्त बुझ्यो भने हामीले के गर्ने र बरु यसो चिया मगाउँछु म काई साहब चिया पर्दैन यस्तो सोझो छ यो अब चिया पनि खान्न के बरु बहिनी मात्र बोलाउनु केही ल्याउन पर्दैन हामी हतार हतारमै छौँ जाने हो अब कुरो मिल्यो भने टाकटुक लैहाल्ने हो कुरो त्यो हो त्यही भएर चाहिँ बहिनी मात्रै बोलाउनु हुन्छ 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 म यसो बोलाएर आउँछु है त हुन्छ ओ अप्सरा अप्सरा हजुर दाइ यहाँ मलाई हेर्ने भनेर लाउरे आएछन् अलिक कपाल ढाकेर अलिक चटक्क परेर आइज यसो बाहिर बुझिस् छिटो गर
कहाँको लाउरे लाउरे हो कि थोरी लाउरे हो? नमस्कार हजुर, नमस्कार हजुर। अप्सरासित यसो गएर कुरा गर्नु त जा बाबु। अब कान्छी साहब, अब यसो केटाकेटीलाई भित्र कुरा गर्न दिउँ हुन्न र? ल जाऊ अप्सरा जाऊ त भित्र, बाबुलाई लिएर यसो गफ गर, के छ मनका कुरा। आज यो गर्ने, पछि फेरि बिहा होला रे, झगडा गर्ने होइन। जानुस् बाबु। हेर आई है जा। कहाँ यति राम्री केटी काका नसाका मै बिहा गर्छ अब। त्यो भएन, काकालाई दिने होइन, आफै टड्काइदिने। ठिक छ यसो कान्छी साहब है। हुन्छ हुन्छ। लाउरे भन्दैमा कि जस्तो भाइ त्यस्तो कालो ढडुलो केटा पो लिएर आउनुहुन्छ हेर्नुको लागि पनि म त गर्दिनँ बिहासे त्यस्तो कालो केटासँग। गडबड गरेन नि? केही गडबड गरे होइन, मैले बिहा गर्छु काका, म तिमीले नगर। अब के भन्छ यो? यतिकै राम्रो बाछे अनि कहाँ टपटरी भन्छ नि बुढा। जे पनि नभनाइ, अहिले फेरि पड्काइदिन्छु फेरि मैले। के भन्छ यसले? हुन्न मैले गर्छु। तैँले कहिले बिहे गर्ने? यसले त अब मैले टकुट्ने पनि यस क्यामेरा तँलाई मैले होइन, किन लगाएर त नि सुत्दरोले? ए कान्छी साहब बिहा क्यान्सिल भयो है? किन सुत्दरे? तँले नि मलाई सुत्दरे, तँलाई फटा लिएर आउँछ। Thank you for watching.